रोटी तताइदिनु हुन्छ नानीलाई। खाना मन लाग्यो देऊ कप देऊ राख त्यो राख भयो देऊ तातो होला बिस्तारै खाऊ है नगरा छोडा छोडा न छोडा माम पकाउने भइसक्यो 8 बजिसक्यो। खाइसक्यो जुङ्गा काटिहालेको देखाउ त मामुलाई। यो रोटी खा ल यहाँ राखिदिन्छु ल। हेलो साथीहरू, दर्शन नमस्ते, स्वागत छ आज पनि फेरि मेरो नयाँ भ्लगमा। अनि अहिले चाहिँ बिहानको 7 बजेको छ। यति धमाधम छ। अहिले बिहान केटाकेटीहरू भर्खर उठेका अनि म चाहिँ किचनमा छु। अहिले बिहानको खाजा खाना खुवाउनलाई केटाकेटीलाई एकदम धमाधम छ। अनि कसैलाई दुध कसैलाई के दिँदैछु। अनि यहाँ बेबी र आराध्यलाई बिहानको खाजा खुवाउँदैछु मैले चाहिँ। अनि आज चाहिँ म तपाईहरुलाई चाहिँ मेरो बिहानको रुटिन देखाउँदैछु। म बिहानभरि मेरो कति काम हुन्छ धमाधम के हुन्छ भनेर। अनि मैले चाहिँ आज काँचो कोलाको अचार बनाउन आँट्दैछु। यो चाहिँ हावाले तल यो कोलाको बोट झारेछ। अनि मुनिको आन्टीले मलाई दिनुभएको थियो कि कोला। अनि मैले चाहिँ यसको सब्जी पकाउनु पर्यो भनेर राखेको थिएँ। अनि तल आन्टीहरूले चाहिँ अचार बनाएर खानुभएछ। अनि मलाई पनि चाख्न दिनुभएको थियो। अलिकति कति मिठो लाग्यो। अनि मैले पनि आज अचार बनाउँदैछु। म चाहिँ यो बोक्रैसँग अचार बनाउँछु आज। यो बोक्रा पनि नफालिकन कोलाको सुरुमा यसको छेउछेउको टुप्पो र फेद चाहिँ यसरी काटेर फाल्नुपर्दो रहेछ। अनि यो चाहिँ कलिलो छ नि त कोला, सानो छ। यसको भित्र गुदी नै धेर छैन, हावाले लडाएर झरेको यो कोला चाहिँ। अनि यसलाई चाहिँ मैले मजाले पखालेँ एकचोटि। अनि पखालिसकेर चाहिँ यसलाई मैले कुकरमा हालेँ। कुकरमा हालेर 4-5 सिटी स्वाइँ लाउनुपर्छ। अनि मात्र अलिक गलागुलुक हुँदो रहेछ। फेरि यो चाहिँ 4-5 दिन होइन 3-4 दिन भइसक्यो मलाई दिनुभएको यो कोला चाहिँ। अनि यो चाहिँ अलिक यो ओइला जस्तो पनि भएको छ नि त। अनि यसलाई चाहिँ कुकरमा हालेर स्वाइँ सिटी लाउनु पर्यो 4-5 सिटी। यसलाई चाहिँ बोक्रैसँग यसको अचार बनायो भने चाहिँ त्यो बुङ्गाको अचार खाए जस्तै हुँदो रहेछ, मिठो। अनि मैले यहाँ बेबीलाई बुबु दिइसकेको थिएँ अघि, होइन रोटी तताएर दिएँ। अनि यहाँ चाहिँ तलको भाइ आरोग्य पनि आइरहेछन्, यही घरमा बस्छन् नि त ऊ पनि। अनि यहाँ चाहिँ मैले एउटा कुकरमा त्यो कोला उसिन्न बसाएँ, अर्को कुकरमा चाहिँ मैले खाना बसाउँदैछु। किनभने बिहानको 8 बजिसक्यो खाजासाजा खुवाउँदा ओर्दा। अनि 8:30 बजी खाना रेडी गर्न भन्दा फेरि स्कुल जानलाई धमाधम हुन्छ नि त। अनि त्यही भएर मैले हतार खाना बसाएँ। अनि यहाँ आरोग्यले चाहिँ मलाई मसिनो टमाटर टिपेर ल्याइदिए। अलिकति टमाटर टिपेर ल्याइदिउँ न भनिरहेको थिएँ। तल चाहिँ बारीमा यस्तो मसिनो टमाटर थुप्रै पाकिरहेछ, त्यो कोलाको फेदको मुनि छ टमाटर। अनि त्यही भएर चाहिँ मैले उसलाई ल्याइ मागिरहेको थिएँ। अनि यहाँ चाहिँ कोपी छ, थुप्रो दिन भइसक्यो ल्याएको। अनि ओइलाएर कोपी त यस्तो भइसकेछ। अनि अब यसलाई फाल्न पनि लोभ लाग्यो। अनि राम्रो छानेर चाहिँ मैले यसलाई सब्जी बनाउँछु आज। अनि यहाँ बेबी चाहिँ मलाई पोल सुनाउँदैछ नि, दिदीले उसलाई कुट्नु भयो अरे भनेर भन्दै। अनि मैले चाहिँ यहाँनिर कोपीलाई मजाले काटिओरी अनि राम्रोसँग पखालेर यहाँ तातो पानीमा अलिकति नुन र बेसार हालेर उसिन्नलाई बसाइरहेको छु। अनि यो बन्दाकोपी चाहिँ कहिले पनि डाइरेक्ट पकाउन मन लाग्दैन। अनि यसरी उसिनेर तारेर पकायो भने चाहिँ यसमा भएको अलिअलि किराकिरीहरू पनि जान्छ नि त। अनि त्यही भएर यसलाई चाहिँ मैले यसरी उसिन्न बसाइदिएँ यहाँ भाँडोमा। अनि यतापट्टि चाहिँ त्यो कोला पनि उसिनिसकेको छ, पाकिसकेको छ। अनि यसलाई चाहिँ म अब झिक्छु कुकरबाट। पानी पनि सुकिसकेछ, झन्डै डढ्न आँटेको रहेछ। धेरै सिटी लगाएँ अनि त्यही भएर थोरै पानी हालेको थिएँ नि त, त्यही भएर झन्डै टाँसिन आँटेको रहेछ। अनि ठिक्क बेलामा चाहिँ मैले कुकर आगो चाहिँ बन्द गरेछु। अनि मैले चाहिँ त्यो कोलालाई निकालेँ एउटा आरीमा।
मैले यो पहिलोचोटि बनाउन आँटेको यसरी कोलाको अचार। यसरी कोलाको सब्जी चाहिँ मैले पहिला नै बनाउँथेँ घरमा। यो कसले दिन्छ पुरस्कार दिन्छु आएर त्यसले फर्स्टमा चिनिन् अचार बनाउने क्या। ए पुरस्कार दिन्छु भने मैले एउटा टमाटर पुरस्कार लु पुरस्कार लु आएर त्यसलाई चिनेको आएर त्यसलाई पुरस्कार लौ ल यो खानुपर्छ जित्नेले त्यता नजाऊ। अब यो उसिनेको कोलालाई चाहिँ म एउटा काँटा चम्चीले मजाले यसलाई चाहिँ मिच्छु, किनभने यो तातो छ नि त अनि हातले त मिच्न सकिँदैन, पोल्छ। यो धेरै तातो छ क्या भर्खर खनाएको। अनि मैले यसमा अलिकति नुन हालेँ अनि अलिकति यसमा मैले छोप लगाएँ। अनि अब यसलाई चाहिँ मैले खोर्सानी तोरीको तेलमा खोर्सानी मेथी सेती हालेर यसलाई म झान्छु यो अचारलाई चाहिँ। अनि मैले यहाँनिर एउटा प्यान बसाएँ, प्यानमा चाहिँ मैले थोरै तोरीको तेल हालेँ अनि यसमा हाल्छु अलिकति मेथी अनि अलिकति जिरा, मेथी हालेँ मैले। अब मैले अलिकति जिरा हाल्छु अनि त्यस पछाडि चाहिँ मैले त्यो अघि काटेर राखेको खोर्सानी पड्काइदिन्छु। अनि अचार चाहिँ अलिअलि पिरो भयो भने मिठो हुन्छ नि त, अनि त्यही भएर अनि मैले चाहिँ यहाँनिर तेल तताइसकेँ। अनि ग्यास निभाएर म लास्टमा चाहिँ यसमा बेसार हाल्छु। ग्यास बारी बेसार हाल्यो भने चाहिँ डढ्छ नि त, फेरि डढेको बेसार राम्रो हुँदैन, त्यही भएर ग्यास निभाएर बेसार हालेर अचार झानिदिएँ। अनि त्यही तातो प्यानमा चाहिँ मैले फेरि यो अचारलाई मोलमाल पारेर खन्याएँ, किनभने त्यहाँ रहेको अलिअलि भएको त्यो तेलसेल पनि अचारमै मोलेर आउँछ नि त टाँसिएर। अनि यसलाई चाहिँ मैले चम्चीले चलाएँ। अनि यता चाहिँ यो कोपी पनि पाकिसकेछ, पानी चाहिँ उम्लिन थालिसकेको थियो। अनि मैले यसलाई झिकिदिएँ, त्यो भाँडोबाट चाहिँ मैले कोपीलाई तारेँ। अनि त्यस पछाडि अचार चाहिँ सेलाइसकेको थियो अब, अनि मैले हातले मजाले मिचिदिएँ। अचार चाहिँ यस्तो मिठो भएको थियो। अनि यहाँ चाहिँ दही छ, आरतीको बाबाले दही ल्याउनु भएको थियो अनि म चाहिँ यसलाई खन्याउँदैछु भाँडामा, तर यस्तो अमिलो थिएन यो दही। अनि स्कुल जाने बेला भयो, अब आराध्या र बेबीलाई मैले खाना पस्किदिएँ। अनि उनीहरू चाहिँ तरकारी दालसाल केही नखाने अरे, घिउ र भात खाने भनेर तातो भातमा घिउ हालेर अनि अलिअलि नुन छरेर दिएँ। अनि मजाले खान्छन् घिउ र भात चाहिँ। यसरी दाल हालेर दियो भने बरु त्यति खाँदैनन्, घिउ भात चाहिँ मजाले खान्छन्। अनि आज चाहिँ स्कुल पुर्याइदिनुहुन्छ मलाई। अनि आरतीको बाबाले स्कुल पुर्याइदिने दिन चाहिँ मलाई अलिक आनन्द हुन्छ। मैले स्कुल लानेको दिन त यति धमाधम हुन्छ। अनि म चाहिँ केटाकेटी स्कुल गइसकेँ। अनि मैले चाहिँ आएर अब त्यो कोपीको तरकारी पकाउन थालेँ। अघि ल्याएको मसिनो टमाटरमा यसलाई फत्काउँछु अनि अलिकति प्याज स्याज हालेँ अनि जिरा लसुन त्यस्तै त्यस्तै हालेर मैले चाहिँ अब यो उसिनेको कोपी चाहिँ पकाउँछु। अनि नुन पनि हालेँ अलिकति, अघि कोपी उसिन्दा पनि थोरै नुन हालेको थियो। अनि अहिले मैले टमाटरमा नुन हालेँ, नुन हालेपछि टमाटर छिट्टो गल्छ नि त, त्यही भएर। अनि अब भरे कोपी ओइरिसकेपछि चाहिँ म नुन हाल्दिनँ, किनभने अघि पनि कोपीमा पनि हालेको छ, टमाटरमा पनि फेरि चर्को हुन्छ। अनि मैले चाहिँ यसरी सब्जी पनि पकाएँ। मैले चाहिँ आलु पनि मिसाइने, यसमा कोपी धेरै थियो नि त, अनि खाने दुईजना मात्रै केटाकेटी खाँदैनन्, त्यही पनि धेर हुन्छ, धेर भइहाल्छ। अनि त्यही भएर मैले आलु पनि मिसाइनँ यो कोपीमा, यत्तिकै पकाएँ। अनि म चाहिँ यहाँ पापड ताड्दैछु। अनि आज चाहिँ यो पापड फेरि यस्तो पिरो खालको रहेछ है, यत्तिकै ग्यासमा पोलेर खायो भने चाहिँ पिरो नपिरो हुन्छ। अनि यसरी तेलमा तार्यो भने चाहिँ फेरि त्यति पिरो हुँदैन। अनि त्यही भएर यसलाई चाहिँ मैले यसरी तेलमा तारेँ। अनि पोलेको भन्दा तेलमा तारेको पापड अलिक मिठो पनि हुन्छ नि त, अनि त्यही भएर। अनि यता कोपीको तरकारी पनि पाकिसक्यो, पापड पनि तारिसकेँ, अनि खाना पनि पाकिसकेको छ। अब चाहिँ मैले खाना पस्किदिएँ आरतीको पापालाई। आजको मेरो बिहानको खाना चाहिँ यही हो, यी कोलाको अचार अनि हिजोको टमाटरको अचार अनि कोपीको तरकारी भात अनि दहीलाई मोही बनाएको थिएँ फिटेर। अनि यहाँ चाहिँ हामीहरू दुईजना बसेर गफ गर्दै गर्दै खाना थाल्यौँ। अनि मैले चाहिँ आज तपाईँ घरमा नहुँदा चाहिँ म यसरी दाल तरकारी अचार मजाले बनाएर भात खाँदिनँ कहिले पनि भनेर भनेको। अनि त्यही भएर त तिमी अल्छी छेउ त भनेर भन्दै हुन्थ्यो। अनि म चाहिँ एकजनालाई कसरी कति पकाएर खानु त भन्दै यहाँ डिस्कस गर्दै गर्दै हामी चाहिँ खाना खाँदैछौँ। अनि हामीले चाहिँ खाना खाइसक्यौँ। अब भाँडा मस्काउने पालो भयो। अनि भाँडा चाहिँ यति धेरै छ, दुईजना तिनजनाले मात्रै खाँदा पनि कति धेरै हुन्छ भाँडा।
अनि म चाहिँ भाँडा मस्काउन थालेँ। साथीहरू आजको मेरो बिहानको रुटिन चाहिँ यस्तै थियो। बिहान मैले उठेदेखि 7 बजीदेखि दिउँसो 11 बजीसम्मको भ्लग बनाएँ। मेरो बिहानको रुटिन चाहिँ सधैँ यस्तै हो। बिहान उठेर सानीलाई दुध तताएर दिनुपर्छ। ठुली चाहिँ दुध खाँदिन, उसलाई चाहिँ स्विट कर्नहरू के त्यस्तै फलफुलहरू दिनुपर्छ। अनि त्यस पछाडि खाना बनायो ओर्यो, अनि केटाकेटीहरूलाई 9 बजी स्कुल पठायो, अनि आफू खायो, भाँडा मस्कायो। अनि भाँडा मस्काइसकेर मात्र तल कोठामा गएर ओछ्यान सोछ्यान मिलाउने, बढारकुँडार गर्ने, अनि मात्रै काम हुन्छ। अनि आज चाहिँ मैले यतिसम्म मात्रै मेरो भ्लग बनाएँ। मेरो भ्लग कस्तो लाग्यो हेरेर लाइक, कमेन्ट, अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। अनि यति भन्दै आजलाई चाहिँ बाई बाई साथीहरू। फेरि भोलि अर्को नयाँ भ्लगमा भेटौँला। बाई बाई।